अहिले देख्न सक्नुहुन्छ हामी यता आइसकेको छ सिटीमा। तपाईँहरू है कति धेरै छ यहाँनिर हेर्नु न, अहिले धेरै ठुलो जाम लागिरहेको छ, हिँडिरहेको छ। साथी यता छन्, राज मान्छन् है। अहिले चाहिँ गर्मी धेरै छ यतातिर, धेरै नै छ, देख्न सक्नुहुन्छ गाडीहरू पुरै लाइन लाएर बसेको छ, हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ माथि ब्रिज देख्न सक्नुहुन्छ, पुलमा पनि मान्छेहरू त्यस्तै नै छ। तपाईँहरू देख्न सक्नुहुन्छ है, हामीहरू चाहिँ अब हिँडिरहेको छ है यहाँनिर पुल हेर्नु न। अहिले चाहिँ हामी कुवेत मेन सिटीमा घुमिरहेको छौँ है। हेलो गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ हामीहरू चाहिँ अहिले रोडमा हिँडिरहेको छौँ है। पछाडितिर घरहरू देख्न सक्नुहुन्छ, यो घरहरू, यो घरहरू चाहिँ मेरो साथीको ससुराली है, देख्न सक्नुहुन्छ। अब के गर्नु, ससुराली मात्र भनेर भएन, अब छोरी त दिए ससुरालीले, तर ज्वाइँलाई बालै दिँदैनन्, त्यही छोरी लग्ने छोरीसँग बस्ने भन्छन्। साथीलाई नि पीडा छ नि हो गाइस, साथीलाई। अब अर्को कोही छोरी दिने हुनुहुन्छ भने राम्रोसँग हेर्नुहोस्, ह्यान्डसम छन्, ह्यान्डसम छन् है, केटीहरूको लाइन छ। तर पनि तपाईँहरूले भन्नुहुन्छ भनेपछि होइन, सपोर्टरहरूले भनेपछि चाहिँ उनले त्यो पनि गर्छन्, राजी हुन्छन् होइन त, केही छ भन्नु त्यसमाहरू। अहिले चाहिँ हामी समुद्र खोजिरहेको छौँ, समुद्र कता हराएको छ त्यो पनि थाहा छैन। हामी बाटोमा हिँड्दैछौँ, हामी अब बाटोमा छौँ है, बाटोमा हिँडिरहेको छौँ। गर्मी चाहिँ अलि हाई नै छ, अरू दिनको तुलनामा गर्मी चाहिँ अलि हाई नै छ, त्यही भएर हामी बिस्तारै बिस्तारै हिँडिरहेको छौँ। तपाईँहरू हेर्दै गर्नु होला। हामी समुद्र जाने बाटोमा आइपुग्यौँ, समुद्र अगाडि देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँनिर हाइवेमा आएको छ है, अब बाटो क्रस गर्छौँ। आजको गर्मी चाहिँ कस्तो छ साथी, गर्मी कस्तो लागिरहेको छ त? गर्मीमा जाडो महसुस भएको छ कि के भइरहेको छ? सिरक अब एउटा किन्न पर्छ ब्ल्याङ्केट है। आजको गर्मीले चाहिँ लास्टै जाडो छ। तपाईँहरूलाई कस्तो लाग्छ? हामीलाई चाहिँ जाडो हुन्छ है गर्मीमा, हामीलाई चाहिँ जाडोमा चाहिँ गर्मी हुन्छ, हामी चाहिँ अलिक उल्टो पऱ्यो नि त।